यस्तो छ पैसाको कुरा। भोइस अफ नेपालमा जहिले पनि पैसाकै चलखेल भन्ने कुराहरू आइराखेको छ र भोइसलाई निरन्तर लाग्ने आरोप मध्येको एक आरोप हो पैसाको चलखेल। र यो पालि प्रत्येक सिजनमा भोइस अफ नेपालमा डलरको खेती हुन्छ। जो पनि अमेरिका अस्ट्रेलियाबाट आउँछ र उसैले उपाधि लैजान्छ, यहाँ डलरको खेती हुन्छ भन्ने आरोप खेप्दै आइरहेको छ भोइसले। यो पालि त्यस्तै डलरको खेती गर्ने अर्थात् भोइस अफ नेपालमा डलर खर्च गर्ने प्रतिस्पर्धी को हुन् त? र भोइस अफ नेपालले लाग्दै आएको आरोपलाई कसरी चिरफार गरेको छ? भोइस अफ नेपाल साँच्चीकै पैसाकै चलखेल गर्छ त? आउनुहोस् आज यो विषयमा विशेष कुराकानी गरौँ। दर्शकबिन, द भोइस अफ नेपाल सिजन 6 ब्लाइन्ड अडिसन पार गरिसकेको छ र अब भने ब्याटल राउन्डमा प्रवेश गरेको छ र ब्याटल राउन्डका पनि 4वटा एपिसोडहरू त प्रसारण भइसकेका छन्। 4वटा एपिसोड प्रसारण हुँदै गर्दा अहिले मेलिना राईलाई धेरै दर्शकहरूले विवादमा ल्याएका छन्। ब्लाइन्ड अडिसनबाट कोच खेम विवादमा आए, अहिले ब्याटलमा कोच मेलिना विवादमा आउनुभयो। त्यसै गरी अब नकआउट छ, लाइभ छ, त्यसै गरी सेमी फाइनल अनि ग्रान्ड फिनाले हुन्छ। भोइस अफ नेपालमा यी सबै राउन्डहरू पार गर्दै जाँदा अब 2वटा राउन्ड मात्रै कोचहरूको विशेष अधिकार प्रयोग गरेर कोचले अगाडि लैजान पाउँछन् र त्यो पछि सबै भने पैसाकै चलखेल हुने हो। अर्थात् दर्शकले कसलाई रुचाउँछन् त्यो अनुसार नै प्रतिस्पर्धी अगाडि बढ्ने हो। अहिलेसम्मको हिसाबले हेर्ने हो भने भोइस अफ नेपालमा यो पालि भने डलरको खेती गर्ने प्रतिस्पर्धी कोही पनि देखिएको छैन, नत्र अहिलेसम्म त आइसक्थ्यो उक्त प्रतिस्पर्धीको बारेमा। अहिलेसम्म भोइस अफ नेपालमा त्यति राम्रो गीत गाएर दर्शकको नजरमा छाप छोड्न सफल र पैसा पनि खर्च गर्न सक्ने अर्थात् बाहिरबाट आएको प्रतिस्पर्धी छैन। त्यो हिसाबले डलरको खेती गर्यो भन्ने हिसाबबाट चाहिँ भोइस अफ नेपाल यो पालि चोकिन सक्छ। तर फेरि पैसाको लागि चाहिँ अहिले नेपालबाटै धेरैजनाले भोट गरिरहँदा कहाँ जान्छ त्यो पैसा? यति धेरै भोट गरिरहँदा पनि मैले भोट गरेको प्रतिस्पर्धीले किन जित्दैन भन्ने दर्शकहरूको अर्को भरम भने बाँकी नै रहन्छ। र त्यो भरमबारे भोइसका निर्देशक लक्ष्मण पौडेलले पहिले नै भनिसक्नु भएको छ कि भोइस अफ नेपालमा प्रतिस्पर्धीलाई तपाईँले यदि प्रतिस्पर्धीकै खातामा पैसा हालेर भोट गर्नु होला भनेर हाल्नुहुन्छ भने ती प्रतिस्पर्धीहरूले त्यो पैसा आफैले कुम्ल्याउँछन्। यहाँ भोइसबाट निस्किसकेपछि उनीहरूले गएर रेस्टुरेन्ट खोल्छन्, कसैले म्युजिकका यिनी गिटारका पसलहरू खोल्छन्, यी यसरी व्यापारहरू गरिरहन्छन् भने तपाईँ आफै सोच्नुहोस्, एउटा विकट ठाउँबाट आएको मान्छेले काठमाडौँमा रेस्टुरेन्ट खोलेर कसरी बस्न सक्छ? त्यो तपाईँहरूकै पैसा हो र भोइसले उनीहरूलाई दिएको एउटा उनीहरूलाई चिनाएको मात्रै होइन, भोइसबाट उनीहरूले त्यसरी फाइदा पनि लिइराखेका छन् भनेर लक्ष्मण पौडेलले चिरफार गरिसक्नु भएको छ। यदि तपाईँलाई मनपर्ने प्रतिस्पर्धीलाई अब थोरै समय छ, नकआउट पछि त तपाईँ हाम्रै भोटले प्रतिस्पर्धीहरू अगाडि बढ्ने हुन्। त्यो हिसाबले चाहिँ तपाईँले कुनै पनि प्रतिस्पर्धीलाई आफैले पैसा हालेर ल भोट गर्नु होला भनेर चाहिँ नछोड्नु होला। उसले जितेको हेर्न चाहनुहुन्छ, अगाडि गएको हेर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ भोइसको भोटिङ राउन्डमा जुन सिस्टम छ त्यो अनुसार गएर उसलाई भोट गर्नु होला र उसको भविष्यप्रति उसलाई केही सहयोग गर्न सक्छु र उसले भविष्यमा केही गरोस् न भन्ने चाहनुहुन्छ भने त्यो प्रतिस्पर्धीलाई खातामा पैसा हालिदिनु होला। लक्ष्मण पौडेलले भने अनुसार यही नै हो। त्यसैले अहिलेको सिजनमा भोइस अफ नेपाल पैसाको चलखेल भन्ने शब्दबाट चाहिँ अलि पर हुन्छ कि भन्ने मेरो विचारमा लागेको छ। तपाईँको विचारमा के लाग्छ? भोइस अफ नेपालले फेरि पनि पैसाकै चलखेल गर्छ भन्ने कुराबाट यो पालि छुटकारा पाउला कि पाउँदैन? तपाईँ आफ्नो विचार तलको कमेन्ट बक्समा राख्नु होला। मेरो विचार चाहिँ यो पालि अलि कम पाउँछ कि भन्ने छ, त्यो भने हेर्न बाँकी नै छ। अब तपाईँले यदि भोइस अफ नेपालको भोटिङ राउन्ड सुरु भयो भने कसलाई भोट गर्नुहुन्छ त्यो पनि लेख्नु होला है त।